Hello guys, welcome to my new vlog. फेरि पनि आइसकेको छु म जाडो मौसममा जिउ तकाउनुको लागि जाँदैछु फुटसल हान्नु। मेरो चाहिँ पर्सनल ड्राइभर यहाँ राइड हान्दैछ होइन, चिसो छ होइन। अनि चाहिँ हाम्रो फुटसल म्याच छ, हामी चाहिँ अहिले लागि खेल्नु जाँदैछौँ। त्यही हो के हो, आज भाइहरूसँग गरम म्याच हान्नुपर्ने छ होइन। कस्तो खेलिन्छ थाहा भएन पछि यहाँ त रेलवे कप हुँदैछ हाम्रो चोकमा चाहिँ हाम्रो लोकल टुर्नामेन्ट नै यस्तो खतरा हुन्छ हाम्रो खतरामा चाहिँ यस्तो भाइटल जाँदैछ। तर हामी यो नहेर्ने आज मेरो खेल्दै गएको आज होइन। हाम्रो धरान चाहिँ यस्तै छ है, धरान ब्युटिफुल सहर, चिसो मौसम होइन। योभन्दा के चाहियो त बडी होइन। यस्तो अन द वेको सिन चाहिँ यस्तो छ हाम्रो। यो चाहिँ हाम्रो रत्नचोकको बोर्ड भयो। ए आदर्श सरी मलाई जाडो हुन्छ भनेर तल बुझाउनु लाग्यो त भाइ, बुझिनुहोस् भाइ बुझिनुहोस्। हेलमेट खोइ तेरो हेलमेट पर्दैन हो, हेलमेट लाउनु पर्छ है हेलमेट। जेन्जी बताऊ जेन्जी। हामी चाहिँ यो धरानको सिटी फुटबल भन्ने ठाउँमा गाउँ जाँदैछौँ होइन। केटाहरू चाहिँ आउँदै होला। मैले बोलेको सुनिँदैछ कि छैन त हावाले। यस्तो ल एकछिनमा भेटौँ अब ग्राउन्डमा आइसकेछौँ होइन। ओपनरहरू यहाँ छ। गाम्बुडु कहाँबाट आइस् त? ओपोनेन्ट नै हाम्रो भाइ चाहिँ टिम पुग्छ हाम्रो, टिम पुग्छ भनेको हालुवा ब्लग हानिदिएको। यो चाहिँ हाम्रो टिमै केटा हो, हाम्रो हाई स्कोररै हाम्रो टिमको सबसे खतरा स्ट्राइकर। किन के भयो, भोलि गेम छ र इन्जर हुन्छ भने त ल। हाम्रो पेले हाम्रो के भन्छ, हाम्रो टिमको सबसे खतरा दाइ त नभएको बेला मात्र हो खतरा बस्नु छैन। तर नि ठडाक खान्छ चाहिँ हाम्रो खेल्ने ठाउँ चाहिँ होइन आज। किपरले रोकिने सक्दैन क्या पुरेसी बिगारो कति वर्षपछि एक गोल
कल पसिना आयो ब्लग इन्डिङ भइसक्यो हाम्रो आफ्नै अनुहारतिर रहेछ के अरे खतरा त के खेल्नु अब टाइम पास कि हामी नेसनल प्लेयर होला होइन उयो खेलेको रमाइलोलाई पो खेलेको त त्यही त फाइनली गेम सकेको छ हाम्रो गेम हाम्रो स्कोरको यो होइन अस्ति मेरो त म्याच हाम्रो दाइ आज कता डिभिज बस्नु भएको छ होइन गिभ अवे अब भोलिपर्सि हुन्छ Thank you so much. Hey man. Thank you for watching.